बिमा गरेर दोस्रोदेखि अन्तिमसम्म बिमा भर्न नसके के हुन्छ बताइदिनु होला भनेर एकजना मित्रले यहाँ कमेन्ट गर्नुभएको छ। यदि हजुरले जीवन बिमा गर्नुभएको छ र हजुरले पहिलो प्रिमियम त जम्मा गर्नुभयो, त्यसपश्चात बाँकी रहेको कुनै पनि प्रिमियम जम्मा गर्नु भएन भने हजुरको जीवन बिमा पोलिसी ल्याप्स हुन्छ। यसले चाहिँ कुनै रिस्क कभरेज गर्दैन, कुनै जोखिम वहन गर्दैन। तर बिमा अवधिभर भित्र हजुरले जुनसुकै बेला पनि त्यसलाई रिभाइभ गर्न सक्नुहुन्छ, त्यसलाई सुचारू गर्न सक्नुहुन्छ र सुचारू गरिसकेपछि आफ्नो रकम बोनससहित फिर्ता लिन सक्नुहुन्छ जुनसुकै बेला पनि। तर हजुरले अन्तिम किस्तासम्ममा पनि हजुरले त्यसलाई रिभाइभ गर्नु भएन, चलाउनु भएन भने त्यो हजुरको एउटा किस्ता बराबरको रकम चाहिँ फिर्ता हुँदैन। यो चाहिँ तपाईको बिमा ऐन अन्तर्गतकै अब एउटा नियम रहेको छ। त्यसकारण कुनै पनि जीवन बिमा कम्पनीमा हजुरले चाहिँ एउटा मात्रै प्रिमियम जम्मा गर्नुभयो र बाँकी रहेको कुनै पनि प्रिमियम जम्मा गर्नु भएन र म्याच्युरिटीको दिनसम्म पनि हजुरले रिभाइभ गर्नु भएन भने त्यो पैसा चाहिँ तपाईको त्यत्तिकै अब ल्याप्स भएर जान्छ अथवा त्यत्तिकै तपाईको कोल्याप्स हुन्छ भन्न पनि सकिन्छ। तर तपाईँ सिस्टममा चाहिँ जहिले पनि तपाईँको पैसा तिरेको चाहिँ देखिन्छ, तर निकाल्न भने पाउनुहुन्न। त्यसकारणले बिमा अवधि सकिनुभन्दा अगाडि नै हजुरले के गर्नुहुन्छ भन्दाखेरि त्यो पोलिसीलाई रिभाइभ गर्न सक्नुहुन्छ। अथवा एलआइसी नेपालमा हो भने हजुरले चाहिँ एउटै प्रिमियम जम्मा गरेर हजुरले त्यो पोलिसीलाई फेरि सुचारू गर्ने एउटा सुविधा कहिलेकाहीँ एलआइसी नेपालले ल्याउँछ र कृपया अपडेट रहनुहोला, हामी तपाईँलाई इन्फर्म गर्छौँ। तर बिमा अवधि सकिए पश्चात चाहिँ तपाईँको त्यो सुविधा प्राप्त हुँदैन। यस्तै कुनै हजुरलाई जानकारी चाहिएको छ भने कृपया कमेन्ट गर्नुहोला र नयाँ जीवन बिमा गर्न देश तथा विदेशमा रहनुहुने साथीहरूले हजुरले सिधै मलाई व्हाट्सएप नम्बर मार्फत अथवा सिधै कल गरेर मसँग सम्पर्क गरेर हजुरले जुनसुकै ठाउँमा रहेर पनि एलआइसी नेपालमा म मार्फत जीवन बिमा गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।